हेलो एन्ड वेलकम ब्याक सबैलाई। सो आज हाम्रो अर्को विकेन्ड निस्केका छौँ बाहिर। जसरी हामीले पहिलो भिडियोमा भनेका थियौँ जहिले पनि एभ्री विकेन्ड सन्डे हामी बाहिर निस्किनुपर्छ भनेर, कहीँ घुम्नुपर्छ भनेर। त्यो चाहिँ अब हामी 1 महिनापछि निस्किँदैछौँ। होइन, एभ्री विकेन्ड नै प्लान चाहिँ एभ्री विकेन्ड नै छ नि त। एभ्री विकेन्ड नै छ तर सिडनीको मौसम भेरी लभिङ टु अस के। पानी बिना हामी बाँच्नै सक्दैनौँ नि त, पानी पर्दिहाल्छ के। सिडनीको मौसम यस्तै रहेछ, एभ्री विक दिनभरि घाम लाग्छ, सबै दिन राम्रो हुन्छ। ठ्याक्कै सन्डे बाहिर निस्किने कुरा गर्छौँ, कहाँबाट पानी आउँछ, कुन देशबाट आउँदो रहेछ, हाम्रो प्लान कहिले पनि सक्सेसफुल भएन। आज पनि बाहिर हेरौँ देखाइदिनु। आज पनि यस्तो टिलिक्क घाम चाहिँ हामीले अगाडिको हप्तादेखि पर्खिरहेको थियौँ। ए ल आज शनि रहेछ भनेर हेरौँ न फेरि कस्तो भइसक्यो। ल यो है सिडनीको वेदर हो। सिडनीको ठाउँको ठाउँ 1 घन्टा अगाडि घाम लागिरहेको थियो, अहिले 1 घन्टापछि यस्तो भइसक्यो। नेपालबाट कसैले हेर्दै हुनुहुन्छ भने प्रेडिक्ट द अनएक्सपेक्टेड। यो ठाउँमा कहिले गर्मी हुन्छ, कहिले जाडो हुन्छ, कहिले पानी पर्छ, यु नेभर नो। जतिखेर पनि जेन हुनसक्छ। 1 घन्टा 10 मिनटमा मौसम चेन्ज भइदिन्छ कि। ठाउँको ठाउँ यहाँ हामी कहाँ दिनभरि प्लान गरेको थियौँ, ए आज त बल घाम लाग्छ, सनसेट हेर्न जाँदैछौँ है। पहिला कुरा चाहिँ साइज इङ्ग्लिस आइल्स पिटी दिएको बेला आइल्सको कुराहरू चाहिँ हामी चाहिँ सनसेट हेर्न जाँदैछौँ। अनि त्यसको लागि भनेर हामीले विक प्लान यो ठाउँ जाने भनेको हामीले 4 हप्ता अगाडि हो, लाइक एभ्री विक जाने भनेर। यो हाम्रो अर्को सेकेन्ड लिस्टमा थियो, बल्ल 1 महिनापछि सक्यो। अहिलेसम्म हामी कति ठाउँ पुगिसक्थ्यौँ, जुन चाहिँ पाएन। सो आज प्लान्स त छन् त कच्छन्, तर यो सिडनीको मौसमले कहिले हामीलाई प्लान सक्सेसफुल हुन दिएन। आज चाहिँ हुन दिन्थ्यो जस्तो लागेको थियो, तर आज पनि अब खै घाम त गइसक्यो। त्यही पनि अब निस्किसकेपछि किन घर फर्किने हो र। सो पुगेर हामी त्यो ठाउँ पनि कस्तो छ सबैलाई देखाइ पनि दिउँ, हामी पनि हेरौँ। म चाहिँ एकचोटि म कति 2 वर्ष अगाडि गएको थिएँ, झुक्केर पुगेको थिएँ, राम्रो लाग्यो। सो त्यही ठाउँ चाहिँ एकचोटि फेरि जानु मन लागेको थियो। सो नाम चाहिँ अहिले नभन्ने है, इट्स गोना बी सस्पेन्स फर यु गाइज। आउँछ बिस्तारै, हामी त्यहाँ पुगेपछि भन्ने। तर बेस्ट ठाउँ है, सिटीको भ्यूको लागि बेस्ट। सनसेटको लागि त झन् बेस्ट हो। अब सनसेट चाहिँ छैन, तर त्यो सिटीको भ्यू चाहिँ हेर्न पाइन्छ। सो त्यही हो, अहिलेलाई हामी निस्केका छौँ। मौसम त्यस्तै छ, रेडी चाहिँ भइसक्यौँ चिटिक्क पारामा। यो यहाँको मौसम, ठाउँको ठाउँ बादल आइसक्यो। अब के हुन्छ थाहा छैन। विल गो देयर एन्ड सी एन्ड लेट्स यु गाइज नो। अलराइट, बाइ। अब चाहिँ हामी हाम्रो आधी बाटो गइसकेका छौँ। सो अब चाहिँ हामीहरू नयाँ सिडनी आउन लागेको मान्छेहरूले या नदेख्नु भएकोहरूलाई चाहिँ हामीले अब सिटीको भ्यू देखाउनेछौँ। यो चाहिँ हाम्रो एन्जाक ब्रिज हुँदै पुग्नेछ। यो बाटो चाहिँ फर्स्ट टाइम भ्युवर्सहरूलाई यो चाहिँ यसलाई चाहिँ फेरि कतिले हार्बर ब्रिज भनेर बुझ्छन्। फर्स्ट टाइम मैले पनि त्यही सोचेको थियो फर्स्ट टाइम भन्दाखेरि, तर यो चाहिँ एन्जाक ब्रिज हो। यहाँबाट फेरि हार्बर ब्रिज पनि देखिन्छ। सो यो चाहिँ हाम्रो एन्जाक ब्रिज। यसलाई चाहिँ एन्जाक ब्रिज किन भन्छ भाइ? अब दुवै कन्ट्रीहरूको त्यो छ अनि एन्जाक डेमा खै इनागुरेसन भएर यहाँ एन्जाक डे पनि मनाउँछ यही ब्रिजको लागि भनेर के। सो यो चाहिँ हाम्रो सिडनी, त्यो चाहिँ हाम्रो हार्बर ब्रिज हो। त्यो चाहिँ हो है फेरि हार्बर ब्रिज। मान्छे धेरै कन्फ्युजन छ, मैले धेरै कन्फ्युज भइसकेको छु यो बेला। भल छ नि त। हामी चाहिँ अब सिटी हुँदै जाने हो हाम्रो ठाउँतिर। अब चाहिँ यहाँबाट सिटीको भित्र पुगेपछि चाहिँ अलिक धेरै जामहरू हुन्छ। कतिजना चाहिँ फेरि सिटीमा चाहिँ हराउँछन् कि। यहाँको ट्राफिक रुल बुझ्न अलिक गाह्रो छ। बाहिरभन्दा र भित्रमा धेरै डिफ्रेन्स छ। भित्र पुग्दाखेरि त्यो कतिले टर्न बुझ्दैनन्, कतिले रुल्स बुझ्दैनन्। मलाई पनि धेरैचोटि गाह्रो भएको थियो। मैले यताउता रङ टर्नहरू हानेछु, एकखेप पुलओभर पनि खाएको थिएँ डरले फर्स्ट टाइम। तर रमाइलो हुन्छ। आज सन्डे खासै बिजी नहोला। यस्तो देख्छ है हाम्रो सिडनी, प्यारो सिडनी, दुःखको देश, दुःख सुखको देश। हार्ड टु वर्क, फन टु लिभ।
गाइस हामी चाहिँ पुगिसक्यौँ हाम्रो ठाउँमा ठाउँ चाहिँ अलिकति सोचेको भन्दा भवालले निस्क्यो कस्तो लाग्यो साथी ठाउँ राम्रो रहेछ अलिक चाहिँ म देखाउँछु म कस्तो लाग्यो एकदम रिल्याक्सिङ सुदिङ ल है गाइस ठाउँ हेर्नलाई रेडी यो हाम्रो डडली रिजर्भ यो चाहिँ बोन्डाईको माथि छ अलि टपमा छ त्यो एउटा यस्तो अलिकति हाइटमा भएर पुरै सिटीको भ्यू देख्छ के लिजेट यस्तो मिठो लाइक क्यामेरामा यस्तो छ होइन रियालिटीमा त ओहो नेक्स्ट लेभल देखाएको छ क्या नेक्स्ट लेभल छ कि यो ठाउँ ओ धेरै जुम इन भयो सो क्यामेरामा यस्तो छ भने चाहिँ रियालिटीमा कस्तो होला भनेर यो कान्ट इभन इमेजिन कि यस्तो सुदिङ भ्यू छ नि अब त जस ठाउँ पाएको आएर रिल्याक्स गरेर बस्नलाई चाहिँ यो ठाउँमा मान्छेहरू पुरै सामानहरू लिएर आएर बस्दो रहेछ नि चकटीहरू लिएर आएर चिलमा हेर है अब एकछिन यहाँ घुम्यो अब एकछिन फोटो सेसन हालिदिनु पऱ्यो होइन अब फोटो सेसन हालेपछि एकछिन यसो सनसेटलाई पर्खिँदैछौँ बादल छैन बादल छ तर तलको भागमा छैन है सो वी माइट गेट टु सी द सनसेट अर गाइज सो यही हो ठाउँ डु भिजिट दिस प्लेस अनि भिजिट गरेपछि मलाई चाहिँ के अरे ट्याग हान्नु होला कि रेकमेन्डेड बाई दिस गाई भनेर यसो मान्छेले पनि थाहा होस् न होइन कि वी फाउन्ड अ जेम इन द सिडनी टु वाच पहिलादेखि हामी चाहिँ फर्स्ट टाइम आएको होइन ठिकै हो वी फाउन्ड हामीले चाहिँ पायौँ एउटा ठाउँ जुन चाहिँ मैले पहिले पाइसकेको थिएँ 2 वर्ष अगाडि त्यो बेला चाहिँ म राति आएको थिएँ त्यो बेला चाहिँ मैले सोचेको थिएन कि अब पानी तर होइन त्यो बेला चाहिँ म राति आएको थिएँ यहाँ कामले अनि ठ्याक्कै यसो हेरेको कस्तो त्यो बेला चाहिँ फेरि लाइटिङ हुँदैछ कि पुरै सिटीभरि र हार्बर ब्रिजमा अनि यसो सोचेन एकचोटि चाहिँ आउँछु भनेर 2 वर्षपछि आउँदैछु लेजेट सो या अलराइट यो अब हामी एउटा यसपछि फोटो सेसन गर्छौँ सनसेट हुन्छ त्यो पनि देखाउँला त्यसपछि चाहिँ हामी निस्किन्छौँ कतै हाम्रो आज डिनर डिनर हान्नु पऱ्यो अब यसो मिलेर होइन सो त्यही हो अलराइट गाइस सी या हेरियो कस्तो देख्दो रहेछ ठाउँ बबाल फोटोहरू पनि कस्तो मिठो आएको छ अब हिरो नै बनाइदियो कि हिरोइनै रहेछु भन्ने कुरा चाहिँ अलिकति आयो अब त्यहाँबाट चाहिँ हामी ठ्याक्कै स्ट्रेट पारी चाहिँ अर्को लाइक एन्ड हो नि त सो समुद्र देख्ने रहेछ सो त्यहाँ एकचोटि पुगेर आइदिउँ भनेर सनसेट हुनुभन्दा अगाडि स्टिल गर 40 मिनट्स थाक्यो त के हो भाइ बिजी छ अब त्यहाँ समुद्र देखिन्छ त्योभन्दा उता चाहिँ केही पनि छैन है सो लाइक इट्स अल ओसन हेरौँ है सो योभन्दा पारी केही पनि छैन यही हो द एन्ड पोइन्ट गाइस यो चाहिँ हो हाम्रो एन्ड सिडनीको एन्ड अस्ट्रेलियाकै एन्ड हो यो त के को सिडनी नि अस्ट्रेलियाको एन्ड हो अस्ट्रेलियाको एन्ड हो म्याप हेर्न भाइ हुँदैन क्या एन्ड छैन क्या एन्ड भनेको ताजमेनिया अरे उतापट्टि छ तलपट्टि छ क्या एन्ड होइन हो अस्ट्रेलियाको त एन्ड हो नि त यसपछि त अर्को पो आइल्यान्ड आउँछ त ताजमेनिया यो चाहिँ अस्ट्रेलियाभरिकै एउटा कन्टिनेन्टको एन्ड भयो सबै बिचेसहरू एन्डै हो त्यसो भए लाइक यो ठाउँबाट चाहिँ यो एन्ड नै देखिन्छ क्या भने यो भाइ बुझ्दैन त्यहाँ टापु हो क्या हजुर ताजमेनिया हो टापु जस्तो छ कि त सिप हो बोट सिप जस्तो छ ए सिप हो हिँडिरहेको छ बिहान बिहान यस्तो देख्न पाएपछि के चाहिँ हजुर घर पनि रहेछ कि एन्डमा यिनीहरूलाई त ओहो कति पऱ्यो होला यो घरहरू त अहिले माई गड हेरौँ गाइस यस्तो सुदिङ भ्यू हेर्न पाएपछि के चाहियो बिहान उठ्ने बित्तिकै सो यही देखाउनलाई चाहिँ हामी यसो यहाँसम्म आएको के रहेछ भनेर धेरै टाइममा चाहिँ समुद्र हेऱ्यो यार यो ठाउँ बसेर हाम्रो भाइको क्याटवक हेर न क्याटवक हेर न अलिअलि क्याट भएन अलिकति क्याटवक भएन भाइको मलाई सिकाउँदैछ यसले मलाई सिकाउँछ अब फोटो कसरी खिच्छन् भनेर अब बाँकी चाहिँ के छ त होइन जस्ट आजको दिन चाहिँ आजको विकेन्ड चाहिँ अलिकति केही प्रोडक्टिभ भयो आधी दिन बितेपछि सो त्यही हो अब हाम्रो सनसेट पनि हुँदैछ अलमोस्ट प्रोसेसमा अब हामी पनि एकछिन सनसेट हेर्न जानु पऱ्यो अनि त्यसपछि खाना खान जानुपर्छ भोक लागेको छ अलराइट गाइस त्यही हो सो अब हामी चाहिँ कहाँ जान्छौँ भने यसपछि विल सो यु द
गाइस अब चाहिँ हामीहरू यहाँबाट निस्किसक्यौँ सनसेट पनि हेरेर गोल्डन आवर बिचमा बादल थियो तर राम्रो थियो बेस्ट प्लेस टु गो हैन चिल के एकदम सुथिङ रमाइलो रहेछ यो ठाउँ अब चाहिँ हामी यहाँबाट निस्केर खानातिर लाग्नु पर्यो खाना पनि सरप्राइज हो गाइस कहिले काहीँ मात्र खाइन्छ तर खतरा खाइन्छ के भन्दै त कहिले काहीँ मात्र खान्छौँ तर खतरा खान्छौँ के त्यो चाहिँ हामी आजकल बाहिर चाहिँ खाना छोडिसकेका छौँ किनकि घरमा अब एउटा सेफ छ यहीँ किचन ह्यान्डलाई पनि लिएर राखेका छौँ अनि आजकल हामी चाहिँ घरमै पकाएर खान प्रिफर गर्छौँ धेरै जस्तो बाहिर खान मन लाग्दैन त्यही कुरा घरमै हो कि बेसिकली हामी हेल्दी हुन खोजिरहेको छौँ कि वेट लसहरू भइरहेको छ हाम्रो जिमहरू गरिरहेको छौँ सो बेसिकली घरैको राम्रो हो के भनेर सोचिरहेको छौँ बाहिर खान सकिन्छ नखाने होइन एभ्रिडे खान सकिन्छ तर राम्रै खाऊँ न किन त्यो बाहिर गएर त्यो खाने छ मनी छ एनर्जी छ लेट्स स्पेन्ड अन गुड स्टफ सो हामी चाहिँ हाम्रो नर्मली तर भन्यो भने लास्टको 4 विकेन्ड्स चाहिँ हामीले किचनमै भ्याछौँ त्यो हाम्रो किचन डे जस्तो कहिले के बनाउँछौँ त्यसको नि एक दिन बनाउनु पर्ला जस्तो होममेड लाइक रेसिपी भिडियोहरू हुन चाहिँ हेर्छौँ कहाँबाट बनाउँदै तर के चाहिँ आफै थपेर पनि बनाउँदैछौँ तर लाइक त्यसै नै हाम्रो बितेछ के नयाँ कहिले रसमलाई बनाउँछौँ कहिले के बनाउँछौँ कहिले बर्गर बनाउँछौँ त घरमै बनाउँछौँ बाहिर चाहिँ खाना प्रिफर गर्छौँ किनकि बाहिर किन खाने हो र बरु राम्रै घरमा धेरै हुन्छ नि अनि धेरैजनाले खान पायो अनि घरमा नि आफूलाई पनि सिक्न पायो भनेर चाहिँ हामी घरमा खान्छौँ सो आज चाहिँ हामी बाहिर निस्केपछि भनेर ल त बाहिर के खाइदिउँ भनेर निस्केका छौँ छिट जिम कुरा गरिरहेको छ हामी चाहिँ सो यहाँबाट निस्केर स्काई इज पिङ्क फिल्म हेरेको छ नि सबले ऊ त्यही हो स्काई इज पिङ्क अस्ट्रेलियाको सनसेट चाहिँ बेस्टै हो कि तर हो चाहिँ बेस्टको नि बेस्ट हो क्या कस्तो क्लियर देख्छ क्या जुन दिन क्लियर देख्छ त्यो दिन चाहिँ फेरि नेक्स्ट लेभलले देख्छ तर बादल भएको दिन त त्यस्तै हो अब हामी भिडियो जस्तो लाग्छ कि हाम्रो अब 30 मिनट्स पछि पुग्छौँ हामी खाने ठाउँमा त्यो चाहिँ अब के खाने छौँ हामी आज हजुर त्यही भएर भनौँ न त्यो चाहिँ अब एकछिन पछि भनौँला है फेरि भनिदिएपछि अलिक गाह्रो पर्ला फेरि होइन 30 मिनट्समा चाहिँ के गर्ने केही न केही त भन्नु पऱ्यो नि सो त्यही हो धेरै केही छैन अब एउटा निस्केर उता पुगेर अनि त्यसपछि विल सो यु व्हाट वी गोना इट टुडे अलराइट सी यू ल गाइस अब चाहिँ हामी खाने ठाउँमा आइसक्यौँ सो हाम्रो खाने ठाउँ भनेको चाहिँ च्याटसोटमा हो च्याटसोटमा के हो यसको नाम फुजियामा नुडल बार यो चाहिँ हाम्रो मेरिन सेन्टरमा पर्दो रहेछ त्यो दाइले चाहिँ धेरैदेखि उहिलेबाट रेकमेन्ड गर्दैछ यहाँ खानुपर्छ यहाँ चाहिँ एउटा सेट पाउँदो रहेछ माइ गॉड पर्दैन पानी कति हो How much for water? एउटा पानीले लिँदैन त Let me get one water. भेरी महँगो माइ गॉड पानीको नि $3.5 चोर्छ नि सो यो चाहिँ ठाउँमा पाउँछ हामीले खाने लागेको चाहिँ यो है 2 केजी रे सकेला त हेरेर राख्छ 2 केजी खान सक्दैन हामीले आम नट स्योर तर भाइले खाइदिउँ भन्छ सो खाइदिँदैन न ट्राई गरिदिउँ कस्तो त रहेछ हाम्रो नि आज क्यापेसिटी थाहा हुन्छ सो विल सो यु आफ्टर इट्स अर्डर एन्ड विल सो हाउ इट गोज है त लगाइन्छ हाम्रो महाराजा थाली आउँदैछ जापानिज महाराजा थाली है लास्टमा भाइले खुवाएरै छोड्यो ओहो ओहो के हो यो कत्रो हो बे लेजिट 2 केजीको हो कि यो हेर्दाखेरि कसम 2 केजीको खाइन्छ आज 1 केजी हानिदिने हो डाइट त तलमाथि हो अब त माइ गॉड सो भाइले हामीलाई उहिलेबाट खाम भन्ने भन्दै थियो आज खाने भइसक्यौँ 2 केजीको महाराजा जापानिज थाली नाम चाहिँ के पो हो तर त्यही हो ल अब खाइसकेपछि हेरौँ कतिसम्म खान सक्दैन रहेछ निस्किने भन्दा अगाडि